आज हामीले देखिराखेका छौं यो देशमा जब जब संकट आउँछ त्यति बेला सम्पूर्ण जनता सम्पूर्ण नागरिकको आँखा नेपाली कांग्रेसतिर सोझिन्छ। यो संकटको घडीमा अब यसको निवारण र निकास कसले र कसरी दिन्छ भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण हुन्छ। त्यसैले आज अलिकति उकुस मुकुसको अवस्था छ राजनीतिमा र फेरि सबैको आँखा नेपाली कांग्रेसतिर सोझिएको छ र हाम्रा प्रमुख अतिथि जो हाम्रो माझमा हुनुहुन्छ विशेष गरी उहाँतिर सोझिएको छ। पार्लियामेन्टमा पनि संसद बसेको दिनमा हामीले देख्ने गरेका छौं नागरिकसँग जनतासँग राष्ट्रसँग जोडिएका सबै विषयवस्तुहरूमा सबैलाई बुझाउन सक्ने गरी ल्याकत र हैसियत महामन्त्री गगन थापामै छ। उहाँले प्रष्ट ढंगले त्यसको व्याख्या र विश्लेषण गर्नुहुन्छ र आज केही समस्याहरू छन् महामन्त्रीजीको लाई यहाँ कुराहरू भन्दै गर्दा उहाँलाई सिकाए जस्तो होला। मलाई के लाग्छ भने उहाँ देशैभरि घुमिराख्नु भएको छ, सबै कुरासँग उहाँ अवगत र जानकार हुनुहुन्छ। तैपनि केही भन्नै पर्ने कुराहरू हुन्छ। यो देशमा संविधान बन्यो, नेपाली कांग्रेस एउटा धेरै लामो इतिहास बोकेको पार्टी हो। म धेरै पछाडि त फर्केर जान चाहन्न। संविधान बनेपछिको मैले केही प्रसंग यहाँ सुनाउन चाहन्छु। संविधान बन्छ 2072 सालमा संविधान जारी हुन्छ। त्यो संविधानलाई लिएर मधेस आन्दोलन हुन्छ, अत्यन्त ठूलो 6 महिनासम्म चल्ने मधेस आन्दोलन हुन्छ र त्यो मधेस आन्दोलनको सुरक्षित अवतरण मैले महामन्त्रीजीकै टोनमा भने सुरक्षित अवतरण नेपाली कांग्रेसको अगुवाईमा हुन्छ। नेपाली कांग्रेसले त्यति बेला सबैलाई मान्ने र सम्बोधन हुने गरी एकै पटकमा टाउकोमा टोपी र तल धोती लगाएर त्यति बेला त्यो समस्याको निवारण र निकास निकालेको हो। र आज अहिले भन्नुपर्दा प्रत्येक मञ्चमा हाम्रा राष्ट्रिय नेताहरूले प्रत्येक दलका शीर्ष नेताहरूले के भन्नुहुन्छ भने हामीले यो देशको उत्कृष्ट संविधान बनायौं, तर कस्तो संविधान बनेको रहेछ त, त्यसमा के त्रुटिहरू छन् त भन्ने कुराहरू एकचोटि पुनरावलोकन र मूल्याङ्कन गर्ने बेला आएको छ। आज नागरिकको तहमा एउटा जुन अविश्वासको वातावरण छ, सरकार मेरो सरकार हाम्रो सरकार भन्ने गर्व जुन नेपालीहरुमा हुनुपर्ने हो त्यो महसुस हुन सक्ने अवस्था अहिले बन्न सकेको छैन। महामन्त्री महोदय, प्रमुख अतिथिज्यू, पञ्चायती व्यवस्था सकिएपछिको आजको दिनसम्मको व्याख्या र विश्लेषण गर्ने हो भने जति वर्ष भयो होला मेरो अनुमानमा त्यति नै सरकार बनेको छ। खोइ त राजनीतिक स्थायित्व, खोइ त राजनीतिक स्थिरता, समृद्धि सुशासन र विकासको लागि पहिलो कदम के हो त भन्दाखेरि राजनीतिक स्थिरता, राजनीतिक स्थायित्व। त्यो अहिले नेपाली जनताले खोजिराखेका छन् र त्यसको अगुवाई अब नेपाली कांग्रेसले गर्नुपर्ने बेला आएको छ। अहिले भर्खरै हाम्रा यसभन्दा अगाडिका अतिथिज्यूले हाम्रो मुसिउद्दिनजीले भन्नुभयो कृषि प्रधान देश भन्छौं हामीले, तर किसानलाई सिंचाई र मलको व्यवस्था छैन। त्यसको व्यवस्थापन कांग्रेसले गर्नुपर्ने छ। बेरोजगारीको समस्या, युवा पलायनको समस्या, त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था छ। एउटा बाटो, एउटा 100 किलोमिटरको बाटो बन्नलाई 1 दशक लाग्छ, त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ। अहिले भैरवा एयरपोर्टबाट हामी लुम्बिनी हुँदै आएका छौं, त्यहाँ 2टा पुल बन्न सकेका छैनन्, झन्डै 1 दशक भयो, 10 वर्ष भयो, त्यसलाई सम्बोधन गर्नुपर्ने अवस्था आएको छ। ठेकेदारले ठेक्का लिन्छ, राज्यले ठेक्का लाउँछ, ठेकेदारले काम सम्पन्न गरेको 1-1 वर्षसम्म भुक्तानी पाउँदैन, त्यसको समस्या सम्बोधन गर्ने अवस्था आएको छ। र हामीले विद्यार्थीहरूले एसएलसी होस्, +2 होस्, ब्याचलर होस्, मास्टर्स होस्, त्यो पढिसकेपछि म नेपालमा बस्छु भन्ने त्यो वातावरण खोजेका छन्। त्यो वातावरणको सिर्जना गर्नुपर्ने अवस्था आएको छ। त्यसैले मैले के अनुरोध र आग्रह गर्न चाहन्छु भने चुनावमा मानिलिम 74 सालको चुनाव भयो, अब 84 मा चुनाव, 79 को चुनाव भयो, अब 84 मा चुनाव हुँदैछ। नेपाली कांग्रेस लगायत सम्पूर्ण दलले एउटा घोषणा पत्र बनाउनु भयो। निर्वाचनमा हामी गयौं,
निर्वाचनमा हामीलाई भोट दिनुस्, हाम्रो सरकार बनेपछि यो 5 वर्षमा हामीले तत्त कामहरू गर्छौं भनेर हामीले प्रतिबद्धता व्यक्त गरेका हुन्छौं। तर 84 को निर्वाचनमा जाँदै गर्दा हामीले के भन्ने? घोषणा पत्र कहिले वाचन भएको छ? विगतमा 79 मा हामीले भनेका यो कामहरू भयो, अब यो बाँकी कामका निमित्त नेपाली कांग्रेसलाई अझै 5-10 वर्षको समय चाहियो भनेर त्यो भन्न सक्ने अवस्था छैन। त्यो अवस्था खोजेको छैन नेपाली जनताले। त्यो सिर्जना हुनु पर्यो, राजनीतिक स्थायित्व हुन पर्यो। यी यावत कुराहरू अब सबैको आशा र भरोसाका केन्द्र हाम्रो माननीय गगन कुमार थापाजी हुनुहुन्छ। अबको केही समयपछि निश्चय पनि नेपाली कांग्रेसको अधिवेशन हुनेछ र त्यति बेला नेपाली कांग्रेसको कमान र यो देशको कमान उहाँ जस्तो एउटा भिजनकारी सोच भएको एउटा नेतृत्वको हातमा जानुपर्छ भनेर मैले आफ्नो तर्फबाट भन्न चाहन्छु। र पटक पटक यो बीचमा जुन आन्दोलन भयो त्यो आन्दोलनको राजावादी आन्दोलनको बारेमा निश्चय पनि हाम्रा महामन्त्रीजीले धेरै कुराहरू प्रश्न पार्नुहुनेछ। र लुम्बिनी, हामी अहिले यहाँ भगवान गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा छौं। लुम्बिनीको पवित्र भूमिमा यो कार्यक्रम हुँदैछ। अब मुस्लिमहरूको रमजान हिजो अस्ति मात्रै सकिएको छ। अब के हुन्छ भन्दाखेरि हजका निमित्त हाम्रो मुस्लिम धर्ममा हजका लागि साउदी अरब जान्छन्, मक्का मदिना जान्छन्। अबको 10-15 दिनपछि मक्का मदिना वर्षमा मिनिमम, मैक्सिमम त तथ्याङ्कहरू धेरै होलान्, कम से कम एक वर्षमा 50 लाख मुस्लिमहरू हजका निमित्त साउदी जान्छन्। बुद्ध भनेको अहिले झण्डै गुगलमा हामीले तथ्याङ्कहरू खोज्ने हो भने अर्बको हाराहारीमा बौद्ध धर्मावलम्बीहरू छन्। र लुम्बिनीलाई शान्तिको मुहानको रूपमा पनि ब्रान्डिङ र प्रचार प्रसार गरिएको छ। अर्थात् एउटा धर्म मान्ने होइन कि शान्ति खोज्ने विश्वव्यापी जनसङ्ख्यालाई पनि आकर्षित पार्न सक्ने कार्यक्रम, योजना र गतिविधिहरू अब लुम्बिनीलाई टार्गेट गरेर हामीले आर्थिक रूपान्तरण र आर्थिक क्रान्तिको कुरा गर्दै गर्दाखेरि त्यसरी ल्याउन सक्ने हो भने नेपाल पर्यटनबाटै लुम्बिनीलाई नै सदुपयोग गर्दै एउटा समृद्ध नेपालको जुन परिकल्पना छ त्यसलाई पूरा गर्न सक्ने ल्याकत र हैसियत नेपालले राख्छ। त्यसैले त्यसका निमित्त पनि नेपाली कांग्रेसले आउने निर्वाचनमा, आउने दिनहरूमा चाहिँ यो लुम्बिनीलाई पनि विशेष ग्राह्यता र प्राथमिकतामा राखेर त्यसरी आफ्ना कार्यक्रमहरू अगाडि ल्याउनुपर्छ।